हामी चाहिँ अब टक्क पारेर पुगिसकेको छौँ माछु सीमामा। अब हामी घुम्दैछौँ। अब एकछिनमा घुमेर यताउता नाउँछौँ हेर्दैछौँ। अहिले हामी राम्रो छ ठाउँ चाहिँ, राम्रो छ। ठाउँ चाहिँ दामी रहेछ। अब घुम्नु पर्यो। फर्स्ट टाइम होइन त? फर्स्ट टाइम। अब दिन थोरै छ नि त चेन्नईमा, त्यही भएर यसो घुम्दै। अब म चाहिँ 10 पटकभन्दा बढी आइसकेको ठाउँमा चाहिँ टक्क यता चाहिँ यो हाम्रो कताको रातो पुल अब उता पर जाने हो, त्यहाँ गएर खिच्नुपर्छ टक्क भिडियो सिडियो। मेरो चाहिँ अब आजिमेते हो होइन, यता चाहिँ चिन्यङ्गमा हान्दैन नि त गोरेदे आजिमेते। अब यता मस्त हावा लागिरहेछ, घाम पनि दामी लागिरहेछ। आजको वेदर चाहिँ तेन्की चाहिँ दामी छ होइन। दो देश क्या तेन्की वा तेन्की वा तत्त्व म यी देश। ल ठिक छ, हामी चाहिँ चिल गर्दैछौँ। ल रक अन अलवेज रक। चाहिँ फर हावा चाहिँ लागिरहेको छ है। हामी चाहिँ अब गाडी पार्किङ चाहिँ उता राखेर त्यहाँ परबाट हिँड्दै हिँड्दै आएर टक्क घुमिरहेको पर्सन्ते। भ्यू चाहिँ दामी रहेछ के, हावा चिसो मस्तको लागिरहेछ होइन। घाम पनि लाग्छ नि त हावा होइन, अनि गर्मी पनि छैन, जाडो पनि छैन नि त। हावा त फेरि मौसम चाहिँ को लागिरहेछ। ल जाम जाम अगाडि जाम होइन। सही रहेछ। यो हाम्रो त्यहाँ रातो पुल देखियो होइन, सुर्खेतको रातो पुल उता छ। अब हामी त्यहाँ रातो पुलतिर जाँदै हो। खर्की खोला चाहिँ भेटिँदैन किनकि फोहोर छैन यतातिर। माथि रातो पुल चाहिँ अलिकति अहिले बाढी आएको रहन्छ। नाउहरू पनि कस्तो लागिरहेछ तँलाई? चेन्नई आएको कति भयो त? जापान आएको नि 5 महिना भयो नि त। के कस्तो भइरहेछ त नि जापानमा? मजा आइरहेको, चिल छ जिन्दगी। आउने हो मजाले, कामसाम हान्ने हो, पढ्ने हो। काम चाहिँ केमा हान्दैछस्? काम चाहिँ मेरो त्यही त हो नि, मासु बसार पसार। मासु एउटा कुनादेखि अर्को कुनामा फाल्ने होइन। अब काम चाहिँ गर्नै पर्यो, नत्र खाना लाउनलाई यहाँ सास फेरेको मात्रै पैसा लाग्दैन, अरू त सबको लाग्छ नि त। पानीभन्दा सस्तो बियरै हुन्छ भन्छन् के? त्यही त हो नि, पानीभन्दा सस्तो बियर हो। अब यसो कहीँ हिँड्दाखेरि यस्तो त होइन है, फेरि पानी सस्तो त सस्तै हो, 110 हो कि कति पर्छ। नै बियर पनि 105मा त आइहाल्छ नि त, 125सम्म। 20 रुपियाँ बढी हाल्यो भने मजाले रोमान्टिक पारामा इन्जोय गर्दै हिँड्न नि मिल्यो होइन। अब पानी चाहिँ के खानु, सेभ वाटर ड्रिङ्क बियर। ल सही छ। अनि पानी पनि के कस्तो सुरुमा आउँदा त हुन्छ नि त। ल अब विदेश जान लागेको छ होइन, जापान जान लागेको छ, के कस्तो एक्सपेक्टेसन थियो क्या तेरो? एक्सपेक्टेसन चाहिँ हाई नै हुन्छ, तर एक्सपेक्टेसन चाहिँ रियालिटी चाहिँ कस्तो हुँदो रहेछ? एक्सपेक्टेसन भर्सेस रियालिटी नै हुन्छ हुन त। तर अब यताउता एक्लै भयो भने चाहिँ ल्याङ नै हुन्छ होइन। अब आफू कोहीहरू मान्छेहरू भयो भने चाहिँ जोस्। तर चाहिँ त्यस्तो गाह्रो चाहिँ भएन? भएको छैन, मजाले आफ्नै तालमा हिँड्यो। गएको साको जानै पर्छ, गएको नभए फेरि पछाडि फेरि हान्छ फेरि डन्डा होइन जिन्दगीले। गएको जानु पर्यो, काम गर्नु पर्यो। काम चाहिँ कतिवटा हान्दा जस्तो नि? काम त एउटा त हो नि, काम धेरै चाहिँ गर्नुहुन्न, पछि मोन्दै सोन्दै पर्यो भने झ्या हुन्छ। त्यही भएर एउटै गर्नुपर्छ, एउटै गर्नु होला सबैले होइन। एउटै काम गरेर मजाले। हामी चाहिँ यता होइन, यो चाहिँ हाम्रो रातो पुल के? कुन अरे हाम्रो कताको रातो पुल हो? हाम्रो यो सुर्खेतको रातो पुल हो यो। अब खर्की खोला पुल चाहिँ छैन फेरि यहाँ। अब खर्की खोला पुल चाहिँ नहोला कुनै ठाउँमा पनि यतातिर चाहिँ। हाम्रो भेरी खोला होइन यो? यो चाहिँ भेरी भइहाल्यो नि। यो चितवनमा यो चल्छ नि नाउ के यो, त्यही हो यो। तर अब नराम्रो छ रे नाउ त कुनै त कोटै त छ नि। यो त चल्ने नाउ होइन नि त। चल्ने नाउ त उता छ कि उहाँ पर त्यो ठुलो नाउ छ नि, त्यो ठुलो नाउ चाहिँ चल्ने नाउ हो कि त्यो हो। हामी चाहिँ भित्र छिर्न आँटेको, भित्र छिर्नु चाहिँ कति अरे 300 रुपियाँ लाग्दो रहेछ। एकछिनमा अब टक्क छिरेर उयो रातो पुल चाहिँ यहाँ छ, लामो छ हाम्रो खर्की खोलाको रातो पुल होइन। ट्राफिक पनि बसिरहेको छ बिचमा, समात्छ नि बिचमा, चेक गर्छ नि। चेक गऱ्यो नि त फेरि बिल छ कि नै जाइरो। कसको भ्लग हो यो? हामीहरुको भ्लगमा तिमीहरुको भ्लगमा हामीहरु। अब यहाँ बिचमा हाम्रो भेट भयो। अब उनीहरु त नेपाली नै रहेछ कि? नेपाली नै हुनुहुन्न रहेछ उहाँहरु चाहिँ। अब नेपाली भएर अब यसो घुम्दिन न त भन्ने भयो हामीलाई पनि। भित्रको टिकट काट्दै गर्नु 300 रुपैयाँ रहेछ। टिकट काट्दै गर्नुस्, टिकट काट्दै गर्नु तपाईहरुलाई हामीले घुमाइदिहाल्छौँ नि। हामी चाहिँ अब भित्र
जान्छौँ भित्र गएर टक्क रातो पुलमा उ गर्छौँ है ल जाऊ टिकट काट्दै गर न स्यासिन तोते मोही देश हामी चाहिँ आउँदै हो उनीहरू चाहिँ फोटो सोटो खिच्दैछ उनीहरू चाहिँ टिकट काट्न लगाउने हो पैसा छैन नि त हजुर तिम्रो साथी ए टिकट काटेर ल्याउनु पर्ने त्यही फाइनल्ली हामी चाहिँ अब घुमेर चाहिँ सकिएको छ होइन अब चाहिँ हामी घरतिर जाने पार्किङ चाहिँ उता पर छ होइन यहाँदेखि 10-15 मिनट हिँडेर पार्किङतिर लाग्नुपर्छ सक्यो यही हो घुमाइ भनेको यही हो सक्यो माथिसँग घुमेर कति घुम्ने घुम्दा घुम्दा थकाइ लागिसक्यो खुट्टा पनि दुख्यो अब चाहिँ हामी जाँदैछौँ ठाउँतिर जहिले आउँदा नि टाइम पास हो यहाँ त पहिला हामी यता रुममा बस्दा म चुडो खान मन लाग्यो भने आइदिन्थेँ के गाडीमै गाडीमा यहीँ आउँथेँ गाडीमा धेरै टाढा होइन नि त पहिलाको रुमबाट त 15-20 मिनट त हो नि त टक्कै आइदिन्थ्यो कि त्यो ऊ हो राखेको हो त्यो त्यो कोही मान्छेहरू डुब्यो भने त्योमा ट्याक्कै समातेर उत्रिन मिल्यो नि त कडा दियो है कडा दियो आवाज चाहिँ खतरा क्या जस्तो मोडिफाई गर्नु पनि पाइने कि यहाँ चाहिँ अब जापानमा चाहिँ बाइक छिटो किन्नु पर्यो